आज पनि म तपाईहरुलाई ट्रिगोनोमेट्रिक इन्टिग्रेसन्सबाट 2082 मा आएको क्वेशन्सहरु लिएर आएको छु, जसमा चाहिँ तपाईहरुको दुईटा क्वेशन सोधिएको थियो। यो तपाईहरुको ओल्ड इज गोल्डको क्वेशन्स नम्बर 3 मा दिएको छ। क्वेशन 2082 मा क्वेशन नम्बर 22 को बी नम्बरमा सोधेको क्वेशन सोधेको चाहिँ। अनि सेकेन्ड चाहिँ तपाईहरुको ओल्ड इज गोल्ड को तपाईको क्वेशन नम्बर 4 मा छ, जुन क्वेशन चाहिँ 2082 को क्वेशन्स नम्बर 18 अप्सनल क्वेशन्समा क्वेशन नम्बर 18 मा 3 मार्क्समा सोधेको थियो। ओके, फर्स्टमा हामीले चाहिँ फर्स्ट क्वेशन्स गरौँ है त, सोलुसन्स। तपाईले के गर्न पाउनु भयो भन्दाखेरि सोलुसन्स हियर इंटीग्रेशंस of dx by 5 minus 3 cos x भयो। अब तपाईले 5 इन्टु अघिको जस्तै हामीले के लेख्न पाइयो भन्दाखेरि इंटीग्रेशंस dx by 5 इन्टु 1 लेख्न पाइयो। 5 इन्टु 1 minus 3 अनि cos कति भयो x भयो। अब तपाईको 5 इन्टु 1 भनेको के हो भन्दाखेरि इंटीग्रेशंस of dx by 5 इन्टु sin square x by 2 plus cos square x by 2 प्लस यहाँ मैले माइनस छ माइनस 3। अब cos 2a भनेको के हो भन्दाखेरि cos स्क्वायर x by 2 माइनस sin स्क्वायर x by 2। तपाईको cos 2a भनेको के हो भन्दाखेरि cos 2a इक्वल टु के हुन्छ cos 2x लेखौँ अहिले cos स्क्वायर x माइनस sin स्क्वायर के हुन्छ x हुन्छ। यो ट्रिगोनोमेट्रिक फर्मुला भयो जुन चाहिँ तपाईले क्लास 10 मा पढ्नु भएको थियो। अहिले यो 2x नभएर के छ 2x लाई यति टर्मलाई 2 ले डिवाइड गर्दाखेरि कति आउने भयो तपाईको यो कट भयो cos x इज इक्वल टु cos स्क्वायर x by 2 माइनस sin स्क्वायर x by 2 आयो। अब तपाईको प्रोब्लम अघि नै यसमा हामीले के गर्ने भन्दाखेरि sin लाई वन साइड गर्ने, cos लाई वन साइड गर्ने। यहाँ तपाईको एउटा 5 वटा sin छ, यहाँ कतिवटा छ माइनसले मल्टिप्लाई गर्दा फर्स्टमा मल्टिप्लाई गर्ने लेखौँ है। 5 sin स्क्वायर x by 2 प्लस 5 cos स्क्वायर x by 2 माइनस 3 cos स्क्वायर x by 2 माइनस माइनस कति भयो प्लस 3 sin स्क्वायर x by 2 भयो। अब तपाईले के गर्न पाउनु भयो अनि 5 sin स्क्वायर x by 2 अनि 3 sin स्क्वायर 5 प्लस 3 कति भयो 8 भयो। तपाईले इंटीग्रेशंस अफ dx by 8 sin स्क्वायर x by 2 अनि 5 minus 3 कति भयो प्लस 2 cos स्क्वायर x by 2। यहाँसम्म तपाई कन्फ्युज हुनुहुन्न। अब के गर्ने यति गरिसकेपछि भन्दाखेरि मैले माथिपट्टि sec स्क्वायर x by 2 गरे अनि तलपट्टि पनि के गरे sec स्क्वायर x by 2 गरे। यो हाम्रो के भयो यो ट्रिगोनोमेट्रिक आइडेन्टिटीलाई स्ट्यान्डर्ड फर्ममा लानको लागि यो काम गरिरहेको स्ट्यान्डर्ड इन्टिग्रलको काम गर्नको लागि। ओके, अब तपाईले इज इक्वल टु कति आउने भयो नाउ यसलाई मैले नाउ माथिपट्टि के आयो तपाईको इंटीग्रेशंस अफ sec स्क्वायर x by 2 आयो। इंटीग्रेशंस sec स्क्वायर x by 2 माथि dx भयो। तलपट्टि कति आयो तपाईको यो मैले यसले बोथ साइडलाई मल्टिप्लाई गर्छु। फर्स्टमा यसलाई मल्टिप्लाई गर्ने कति भयो 2 cos स्क्वायर x by 2 sec स्क्वायर x by 2 1 हुने भयो। मात्र मैले पछाडिपट्टिको लेखेँ 2 लेखेँ, मैले फर्स्ट पछाडिको गरिराखेको छु है। अनि सेकेन्डमा यसलाई मल्टिप्लाई गर्छु अनि sec स्क्वायर x by 2 र sin स्क्वायर x by 2 भनेको यहाँ sin स्क्वायर x by 2 यो sec स्क्वायर भनेको 1 by cos स्क्वायर हुने भयो। यो दुईटा के हुने भयो 8 tan स्क्वायर x by 2 भयो। अब तपाईले यस्तो देखिसकेपछि के गर्ने यहाँसम्म पुग्नु भयो। अब तपाईले के लेख्न सक्नुहुन्छ भन्दाखेरि यसलाई sec स्क्वायर x by 2 dx by √2 को स्क्वायर प्लस मैले के गर्ने भन्दाखेरि √8 tan x by 2 को होल स्क्वायर गरे। अब तपाई कुन फर्ममा जान खोज्यो भन्दाखेरि इंटीग्रेशंस अफ dx by a स्क्वायर प्लस x स्क्वायर तिर मुभ भइरहेको छ। यो भनेको के हो भन्दाखेरि 1 by a tan इन्भर्स अफ x by a प्लस c।
तर तपाईँको माथिपट्टि डिएक्सको ठाउँमा यो छ। तपाईँको यो माथिको के यसलाई तपाईँले यो 10x/2 भन्ने फङ्सनलाई डेरिभेटिभ गर्नुभयो भने के आउँछ 6x/2 आउँछ। त्यसको लागि मैले के गरेँ लेट यहाँ भएको फङ्सनलाई एज्युम गर्ने √8 10x/2 इज इक्वल टु जेड माने बोथ साइड डिफरेन्सिएटिङ बोथ साइड तपाईँको बोथ साइड डिफरेन्सिएट गर्दाखेरि कति आउने भयो √8 डेरिभेटिभ अफ 10x को कति हुन्छ डेरिभेटिभ अफ 10x/2 अनि यो फङ्सनलाई के को रेस्पेक्टमा डेरिभेटिभ भित्रपट्टि भेरिएबल भएको डेरिभेटिभ अफ x/2 इन्टु डेरिभेटिभ अफ x/2 बाई अब ल dx इज इक्वल टु यो फङ्सन dz/dx हुने भयो। तपाईँको √8 भनेको कन्स्टेन्ट छ √8 लेखेँ मैले डेरिभेटिभ अफ 10 भनेको कति हो sec स्क्वायर x/2 डेरिभेटिभ अफ sec x/2 भनेको कति भयो x/2 भनेको 1/2 हुने भयो इज इक्वल टु dz/dx। फर्स्टमा x/2 को भेरिएबलको रेस्पेक्टमा डेरिभेटिभ गरेको सेकेन्डमा यो फङ्सनलाई x को रेस्पेक्टमा डेरिभेटिभ गरेको और तपाईँको कति आउने भयो sec स्क्वायर x/2 यसलाई मैले उता लगेँ इज इक्वल टु 2/√8 dz/dx dz भयो। मैले यो x लाई पनि यता dz/dx थियो dx लाई यता लेखेँ। तपाईँको के हुने भयो यो भनेको यो 2/2√2 हुन्छ यो भनेको dz मात्र भयो। यसलाई हामीले के लेख्न सक्यौँ dz/√2 भनेर लेखेँ मैले। तपाईँको यहाँबाट हामीले के लेख्न सक्यौँ भन्दाखेरि ओके अब तपाईँले नाउ सब्स्टिट्युट कुनमा सब्स्टिट्युट गर्ने नाउ सब्स्टिट्युट इन 1 यसलाई 1 मान्यो नाउ सब्स्टिट्युट इन इक्वेसन कुन भयो 1 मा सब्स्टिट्युट गर्दाखेरि के थियो हाम्रो इंटीग्रेशन अफ sec स्क्वायर x/2 dx भनेको कति छ अनि dz/2 भयो। मैले कन्स्टेन्टलाई बाहिर लेखेँ √2 भयो dz मात्र लेखेँ। तपाईँको यो भनेको कति छ √2 मा √2 को स्क्वायर भयो √2 को स्क्वायरबाट 10 स्क्वायर x/2 भनेको कति छ अनि यो √8 मा राख्दाखेरि √8 को फर्ममा z स्क्वायर देखियो। यो त ट्याक्क फर्मुला यो फर्ममा गयो नि dx/a² इंटीग्रेशन अफ dx/a² प्लस x स्क्वायर को फर्ममा गयो। अब तपाईँको कति आयो यो भनेको त 1/√2 1/a a को भ्यालु √2 tan इन्भर्स अफ x/a tan इन्भर्स अफ x z/√2 प्लस c कति आयो तपाईँको अनि 1/√2 भनेको कति आयो 2 आयो तपाईँको अनि tan इन्भर्स √2 4 हुने भयो अन्डर रुट अफ 4 भनेको 2 भयो अनि tan इन्भर्स अफ z भनेको कति z भनेको √8 लाई हामीले लेख्न पायौँ 2 ओके √8 लेखौँ √8 10x/2 बाई √2 प्लस c तपाईँको के आयो 1/2 tan इन्भर्स अफ √8 भनेको कति √8 लाई मैले अघि त्यहाँ लेखिसकेको थिएँ। तपाईँको √8 भनेको तपाईँको 2√2 हुने भयो बाई √2 त तल थियो के आयो 10x/2 प्लस c भयो यो कट भयो तपाईँको 1/2 tan इन्भर्स अफ अब 2 tan इन्भर्स अफ 2 10x/2 प्लस c ओके यसको एन्सर यति भयो। अब भने तपाईँको अर्को प्रब्लम सल्भ गरौँ है यो क्वेसन्स नम्बर 4 मा रहेको प्रब्लम ओके। अब क्वेसन नम्बर 4 मा के छ भन्दाखेरि तपाईँको 5 dx/y सोलुसन dx/5 प्लस 4 cos x छ। यसको लागि तपाईँले के गर्नु पर्यो भन्दाखेरि अघिको जस्तै इंटीग्रेशंस dx/y तपाईँको 5 × 1 भन्न पाइन्छ 5 cos स्क्वायर x/2 प्लस sin स्क्वायर x/2 प्लस 4 × cos x भयो 4 cos स्क्वायर x/2 माइनस sin स्क्वायर x/2 मैले अघिको जस्तै गरेँ। अब
तपाईको मेन भनेको यहाँ के हुने भयो भन्दाखेरि इंटीग्रेशन्स अफ dx बाई 5 cos स्क्वायर x, यहाँ पनि 4 cos स्क्वायर x आयो तपाईको 9 cos स्क्वायर x बाई 2, यहाँ 5 इन्टु यो 5 भयो तपाईको यो कति भयो 5 माइनस 4 भनेको 1 भयो 1 sin स्क्वायर x बाई 2। अब तपाईं यति देखिसकेपछि तलमाथि के गर्ने भन्दाखेरि sec स्क्वायर x बाई 2 अपन माथि एउटा sec स्क्वायर x बाई 2 थप्ने, तलपट्टि पनि sec स्क्वायर x बाई 2 गरे। ठीक छ। अब तपाईहरुको यहाँ के हुने भयो भन्दाखेरि अब मैले माथिपट्टि sec स्क्वायर x बाई 2 dx लेखे, तलपट्टि के भयो 9 cos स्क्वायर x। अब मैले यो तिम्रो यो त बोथ साइडले मल्टिप्लाई गर्नुपर्ने यो दुईटै फंक्सन एडिसनको फर्ममा छ, यसले यसलाई मल्टिप्लाई गर्ने यसले यसलाई भने cos स्क्वायर x बाई 2 sec स्क्वायर x बाई 2 इज 1। अब तपाईको sin स्क्वायर x बाई 2 र sec स्क्वायर x बाई 2 कति हुने भयो अल्सो 1। जब यो ठ्याक्क के आउँदै छ 1 प्लस 9 टाइम्स अफ मैले फर्स्टमा यसलाई लेखे यो इन्टु यो यहाँ 10 आउँदै छ सरी sin स्क्वायर x बाई 2 इन्टु sec स्क्वायर x बाई 2 कति आउने भयो 10 स्क्वायर x बाई 2 अनि यो इन्टु यो गर्दाखेरि तपाईको कति आयो अनि 9 आयो। ओके, यो भन्दा माथिकै स्टेप लिँदा बेटर होला जस्तो लाग्यो मलाई चाहिँ। यसलाई मल्टिप्लाई गर्नुभयो तपाईको 9 भयो प्लस यसलाई मल्टिप्लाई sin स्क्वायर x बाई 2 इन्टु sec स्क्वायर x बाई 2 तल जान्छ, तल गएपछि के हुने भयो 10 स्क्वायर x बाई 2। अब त्यति देखिसकेपछि अघिको जस्तै गरेर तपाईले एजुम गर्ने लेट 10 स्क्वायर या लेट 10x बाई 2 इज इक्वल टु p मान्ने। अब डेरिभेटिभ अफ 10x बाई 2 भनेको डेरिभेटिभ अफ 10x बाई 2 फर्स्टमा भित्रपट्टिको भेरिएबलको डेरिभेटिभ अफ x बाई 2, सेकेन्डमा डेरिभेटिभ अफ x बाई 2 बाई कति भयो डेरिभेटिभ अफ x इज इक्वल टु कति भयो dp बाई dx भयो। अब तपाईले यहाँसम्म गर्नुभयो, यहाँसम्म गरिसकेपछि सब्स्टिट्युट गर्नु पर्यो। अहिले यो हाम्रो तपाईको डेरिभेटिभको फर्म निकालौँ, यहाँसम्म अझै हेरौँ। तपाईको यो कति आउने भयो डेरिभेटिभ अफ 10x बाई 2 भनेको sec स्क्वायर x बाई 2 भयो, 10x बाई 2 sec स्क्वायर x बाई 2 भयो, x बाई 2 को कति भयो 1 बाई 2 भयो अनि dp बाई dx यतापट्टिको इज इक्वल टु कति छ dp बाई dx। अब तपाईले यसलाई मल्टिप्लाई गर्दाखेरि कति भयो sec स्क्वायर x बाई 2 dx इज इक्वल टु 2 dp भयो। अब सब्स्टिट्युट गरौँ sec स्क्वायर x बाई 2 dx हाम्रो कहाँ sec स्क्वायर x बाई 2 dx भनेको कति आयो 2 dp। नाउ सब्स्टिट्युट इन इक्वेशन्स। नाउ सब्स्टिट्युट कुनमा सब्स्टिट्युट गर्ने यसमा सब्स्टिट्युट गर्ने। नाउ सब्स्टिट्युट नाउ इन इक्वेशन्स कुनमा 1 इक्वेशन्स 1 मा तपाईले सब्स्टिट्युट गर्दाखेरि कति आयो इंटीग्रेशन्स अफ sec स्क्वायर x बाई 2 dx भनेको कति भयो मैले 2 लाई बाहिर लेखेँ dp भयो बाई तपाईको 9 को लाई हामीले 3 को स्क्वायर लेख्न पायो प्लस 10 स्क्वायर x बाई 2 भनेको कति भयो p स्क्वायर भयो। ठ्याक्क कुन फर्ममा भयो तपाईको इंटीग्रेशन्स अफ dp बाई इंटीग्रेशन्स अफ dx बाई a स्क्वायर प्लस x स्क्वायर 1 बाई a tan इन्भर्स x बाई a प्लस c यो फर्ममा गयो है। अब तपाईले के लेख्न पायो अगाडिपट्टिको 2 लेख्न पाउने भयो इंटीग्रेशन्स 1 बाई a भनेको कति भयो 2 बाई 3 tan इन्भर्स अफ कति x बाई a p बाई 3 प्लस c। अब 2 बाई 3 अब tan इन्भर्स p बाई 3 tan इन्भर्स अफ p बाई 3 भनेको कति आउने भयो हाम्रो p को भ्यालु कति थियो अघि हामीले एजुम गरेको 10x बाई 2 10x बाई 2 बाई कति हुने भयो होल अपन कति भयो फेरि 3 प्लस c। ओके, थ्यांक यू।